सम्पूर्णमा सेवा नमस्कार। मैले औपचारिक सम्बोधन त्यति धेरै गरेर यो सभालाई अन्याय गर्ने दुस्साहस गरिन। हिजोबाट यो कार्यक्रममा आफ्नो अमूल्य समय दिएर आफ्नो विभिन्न अमूल्य प्रस्तुतिहरू दिएर यहाँ रहनुहुने सम्पूर्ण महानुभावहरू, विशेष गरेर यो कार्यक्रममा सिक्किमबाट पाल्नुहुने टिम हुनुहुन्छ, उहाँहरूलाई खापबारी नगरपालिकाको यो सभाहरूमा न्यानो स्वागत गर्न चाहन्छु। हामी सम्पूर्णको तर्फबाट यो कार्यक्रमको बारेमा मलाई जानकारी थियो। मलाई डिडी नानाले अस्ति फोन गर्नुभएको थियो। दिपेन्द्र सरले 2-3 पटक फोन गरेर मलाई सम्झाउनु भएको थियो। तथापि म हिजो मेरो कार्यव्यस्तताको कारणले गर्दाखेरि यो कार्यक्रममा सहभागी हुन सकिनँ। मैले माफी माग्ने हो या अत्यन्तै ठुलो उत्सव मिस गरेको हो। मैले त्यो कार्यक्रमलाई, हिजोको कार्यक्रमलाई मैले मिस गरेँ। मैले त्यो कार्यक्रममा उपस्थित हुन सकिनँ। मैले ठुलो कुरा गुमाएको महसुस हुँदैछ अहिले यहाँ आइरहँदाखेरि। अब यो कुलुङ भाषा संस्कृति उत्थान सङ्घसँग आबद्ध भएर यस्ता कार्यक्रमहरूमा जहिले पनि म सरिक हुन्छु, जहाँ पनि म पुगेको हुन्छु, त्यहाँनिर पुग्दाखेरि मलाई आफैलाई लाग्ने गरेको कुरा चाहिँ के हो भने म आफैलाई भाषा चाहिँ आउँदैन। त्यो भाषाको कारणले गर्दाखेरि म अत्यन्तै पछाडि छु। मलाई यो कुलुङ भाषा आइदिएको भएदेखि म कुलुङ भाषा, मलाई जस्तै दिपेन्द्रजीले यहाँ फरर धारा प्रवाह कुलुङ भाषामा एङ्करिङ गर्नुहुन्छ, हाम्रो प्रेमजीहरू, कमान सिंह सरहरू लगायत सम्पूर्ण यहाँ जति पनि प्रस्तुति दिनुहुने महानुभावहरू हुनुहुन्छ, उहाँहरूको त्यो कुलुङ भाषाको प्रवाहलाई, त्यो उहाँहरूको कुलुङ भाषाप्रतिको विज्ञतालाई म हृदयबाट नै सम्मान गर्न चाहन्छु। म चाहिँ भाषाको हिसाबले अत्यन्तै पछाडि, बामे सर्दै गरेको त भन्नै भएन, किनभने बामे सर्दै गरेको मान्छे पछाडि गएर हिँड्न सक्ने हुन्छ, कुद्न सक्ने हुन्छ। म चाहिँ प्यारालाइज भएको छु ल्याङ्ग्वेजको हिसाबले चाहिँ, भाषाको हिसाबले चाहिँ। त्यसैले गर्दाखेरि भाषाको हिसाबले अत्यन्तै पछाडि परेकोमा आफूलाई पश्चाताप छ। र अघि कमान सिंह सरले एउटा प्रस्तुति गर्दै गर्नुहुँदाखेरि म धेरै बेर यहाँ समय पनि लिन्न है। म धेरै बेर समय लिएर यो फोरममा, यो मञ्चमा मैले धेरै समय लिएर यहाँहरूको यो कार्यक्रम, यो जति कार्यक्रमको वेट परिरहेको छु, कार्यक्रमलाई म अन्याय गर्न चाहन्न। मैले सुरुमै भनेको छु, म दुईवटा कुरा गरेर यहाँबाट बिदा भइ पनि हाल्छु। भाषाकै कुरा गर्दै गर्दाखेरि मलाई के फिल भयो भन्दाखेरि कमान सिंह सरको प्रस्तुतिमा आएको एउटा कुरा चाहिँ एउटा डकुमेन्टेसनको कुरा र अर्को चाहिँ यो भाषालाई सोसल मिडियाको माध्यमबाट कसरी यसलाई चाहिँ प्रमोट गर्ने भन्ने कुरा आएको छ। चाहिँ मलाई साह्रै मन पर्यो, किनभने म जस्तो भाषा नबुझ्ने मान्छेलाई चाहिँ उहाँले भन्नुभएको क्यानाडाको एउटा प्र्याक्टिसमा स्टोरी टेलिङको कुरा त राम्रो कुरा हो, तर स्टोरी टेलिङको कुरा गर्दै गर्दाखेरि कुलुङ भाषाबाट स्टोरी टेलिङको कुराहरू आयो भने त अब त्यो म जस्तो मान्छेले त के बुझ्छु होला, होइन? त्यो भएकोले गर्दाखेरि छोटोमा अब यो अहिलेको यो सूचना प्रविधिको युगसँगै म जस्तो मान्छेले बुझ्ने तरिकाको भाषाहरू, म जस्तो मान्छेले एक दिनमा 2-3वटा भए पनि नयाँ भाषाहरू सिक्ने खालको त्यो खालको टर्मिनोलोजीहरूको प्रयोग गरेर सोसल मिडियालाई प्रयोग गर्यो भने म जस्तो मान्छेले बेनिफिटेड हुन्छ होला भन्ने मलाई फिल भयो। कमान्डिङ सरले त्यो प्रस्तुति दिनुभयो, मलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्को कुरा चाहिँ मलाई गर्न मन लागेको कुरा के हो भन्दाखेरि प्रायः गरी मैले प्रेजेन्टेसनको दुईवटा कुरा हेरेँ। दुईवटा कुरा हेर्दाखेरि हाम्रो मुन्दुङ फिलोसफीको अध्ययन गर्दाखेरि चाहिँ, हाम्रो कुलुङ कल्चरभित्र पसेर कुलुङहरूको अध्ययन गर्दाखेरि अथवा इन्डिजिनियस पिपुलहरूको बारेमा रिसर्च गर्दाखेरि चाहिँ यो अहिले रिसर्च गर्ने थुप्रै मेथोडोलोजीहरू छ। त्योभित्र पसेर नै रिसर्चको कुरा गर्दाखेरि चाहिँ मलाई सबैभन्दा बेस्ट प्र्याक्टिस चाहिँ यो ग्राउन्ड थ्योरी नै भन्ने लाग्छ, होइन? जस्तै किन ग्राउन्ड थ्योरीलाई म बढी भ्यालु दिन्छु भन्दाखेरि एउटा गभर्मेन्टको डेटाबेसमा बसेर हामीले विभिन्न रिफरेन्सहरूको आधारमा हामीले रिसर्च गऱ्यौँ भने त्यसको फाइन्डिङ चाहिँ कहिलेकाहीँ फेक आउँछ क्या। जस्तै अहिले म धेरै परै जान म मेरै कुरा गर्छु। नेपालमा पछिल्लो समयमा डिभोर्स गर्ने मान्छेहरूको रेट बढी छ भन्ने कुरा सरकारी डेटामा छ नि त। तर डिभोर्स गर्ने मान्छे त म पनि हो नि त, मैले पनि मेरो श्रीमतीसँग डिभोर्स गरेको छु अहिले, तर हाम्रो पारिवारिक सम्बन्ध टुटेको छ नि, त्यो विशेष कारणले गर्दाखेरि डिभोर्स भएको। त्यो भएकोले गर्दाखेरि यही खालको डेटाहरूलाई हेर्ने भने गभर्मेन्टले दिएको डेटाहरू चाहिँ अलिकति फेक डेटाहरू छ। अहिले हामीले त्यो खालको रिसर्चहरू कहाँबाट एडप्ट गर्ने हो भन्ने कुरा चाहिँ अलिकति ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ यो विषयमा। अनि मलाई ग्राउन्ड थ्योरीले भने मैले किन गर्छु भन्दाखेरि जस्तै अलि प्रेम सरले त्यसको बारेमा जुन कुरा गर्नु भएको छ नितान्त त्यो टची क्या। त्यो मलाई त्यो उहाँले गर्नुभएको प्रस्तुति सुन्ने गर्दाखेरि के लाग्यो भन्दाखेरि द्याट्स द रियालिटी, होइन? यो चाहिँ हाम्रो इभोल्युसनको, यो चाहिँ हाम्रो
एउटा समाज विकासको कुलुङहरूको चाहिँ कल्चरको डेभलपमेन्ट हुँदै गर्दाखेरि हामीले प्र्याक्टिस गरेको हाम्रो लाइफ प्र्याक्टिस हो नि त यो चाहिँ। त्यो भएकोले ग्रान्ड थ्योरी चाहिँ अत्यन्तै राम्रो छ क्या यो चाहिँ। अनि मलाई त्यो गर्दै गर्दाखेरि के पनि लाग्यो भन्दाखेरि हाम्रो प्रेम सर जस्तो मान्छेहरू यस्तो हिराका टुक्राहरू हाम्रो वरिपरि हामीले राखिरहेछौँ, हामी त्यहाँबाट बेनिफिटेड हुन सकिरहेको छैनौँ। त्यो भएकोले गर्दाखेरि यो हाम्रो अहिले खामबारीमा म बरुल बहुमुखी क्याम्पसमा बिहान प्राध्यापन गर्छु, दिउँसो हिमालय मावि खामबारीमा टिचिङ गर्छु। मोर देन 60% विद्यार्थीहरू कुलुङ समुदायबाट हुनुहुन्छ कि उहाँहरू। अनि यो कुलुङ समुदायबाट आउनुहुने विद्यार्थीहरूलाई अनि म जस्तो त्यो भाषा चाहिँ नआउने तर भाषालाई माया गर्ने, कल्चर नआउने तर कल्चर सिक्नुपर्छ भन्ने मान्छेहरूलाई हप्ताको एक दिन अथवा महिनाको एक दिन भए पनि प्रेम सर जस्तो मान्छेहरूले यो तोसको बारेमा भयो होला, बुढेलीको बारेमा होला, नगीको बारेमा होला होइन, यो खालको क्लासहरू, यो खालको जमघटहरू, यो खालको अन्तर्क्रियाहरूको कार्यक्रम गर्न सक्यो भने यो हाम्रो संस्कृतिको हस्तान्तरण होइन नलेज ट्रान्सफर्मेसनको कार्यक्रमहरू चाहिँ अत्यन्तै प्रभावकारी ढङ्गले हुन्थ्यो कि भन्ने मलाई त्यहाँ फिल भयो। अब मलाई लाग्यो कुनै सर्वमान्य हुनुपर्छ भन्ने चाहिँ छैन, मेरो दृष्टिकोणबाट मलाई त्यो लाग्यो। र यो कार्यक्रम आज जुन ढङ्गले भइरहेछ यो कार्यक्रमको वेट अत्यन्तै महत्त्वपूर्ण छ हाम्रो समुदायको लागि, इन्डिजिनियस पिपुलहरूको लागि, र विशेष गरेर हामी खामबारी वरपर रहेको कुलुङ समुदायका मानिसहरू जसले हामी सिक्किमसँग पनि हाम्रो कुराहरू इन्टरेक्ट गर्न पायौँ। यो अवसरको लागि यो कार्यक्रम आयोजकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र फेरि पनि यस्तो कार्यक्रमहरू अझै अघि नै मैले भनेको छु, हाम्रो प्रेम सरले गर्नुभएको प्रेजेन्टेसन, कमान सिंह सरले गर्नुभएको प्रेजेन्टेसन, यो खालको प्रेजेन्टेसनहरूलाई चाहिँ कसरी हुन्छ एउटा सेड्युलै बनाएर कार्यक्रमै बनाएर यसलाई चाहिँ अलिकति बाक्लो बनाउने हो भने हामी जस्तो मान्छेहरू अलिकति लाभान्वित हुन्छौँ होला भन्ने अपेक्षा पनि गर्दै मैले धेरै समय लिन मैले मेरा विचारहरू, मेरा भनाइहरू यति नै राखेर यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।